आज चाहिँ हाम्रो झाँक्री बस्ने काम छ। सबैलाई फेरि पनि स्वागत छ आजको मेरो डे 9 मिनी भ्लगमा। आज चाहिँ बिहान उठेर म चाहिँ मेरो छोरालाई एकदम काखामा राखेर चाहिँ उसलाई खेलाइरहेर उसलाई स्कुल जान मानिरहेको थिएन नि त ऊ, त्यसैले उसलाई मैले फकाइरहेको थिएँ। अनि बाबुलाई स्कुल छोडेर आइसकेपछि चाहिँ मेरो घर यस्तो लथालिङ्ग भएको थियो नि, तपाईँहरूले देख्न सक्नुहुन्छ कि। र मैले यसलाई चाहिँ चुटकीमा मैले सफा गरिसकेको छु। सो यति धेरै कपडा थियो, कपडा पनि मैले धोएर माथि सुकाउन लगेको थिएँ। आज चाहिँ कोल्बोर्डमा यस्तो दामी घाम लागेको थियो नि त, हेर्न सक्नुहुन्छ मैले धोएको कपडा यति धेरै छन्। त्यसपछि म पनि नुहाइधुवाइ गरेर चिटिक्क परेकी थिएँ कि मेरो छोराले मेरो पनि भिडियो बनाइदिनु न भनेर भनिरहेको थियो। अनि यो चाहिँ अस्तिको कपडा हो। अनि मैले चाहिँ 3 बजीसम्म पनि खाना खाएको थिएन क्या। पछि कामसाम सकेर अनि अहिले बल्ल आमा छोरा मिलेर खानासाना खायौँ। त्यसपछि मैले बाबुलाई भ्यासलिन लगाइदिनु थियो, भ्यासलिन स्यासलिन लगाइदिएँ। त्यसपछि आज चाहिँ हामी झाँक्री बस्दैको हेर्नु न बिरामी मान्छे। सो आजको लागि चाहिँ यति, अरू भिडियो चाहिँ भोलि वेट गर्नु।